हैन। एउटा परेवाको त आँखै छैन। ल कस्तो परेवा ल गाई छ नि त। ल यसको आँखै छैन ल। गाई बस्तु जस्तो थियो यसको पनि यो पनि परेवाको आँखै रहेछ। ल बिना आँखा भएको परेवा रहेछ गाई। यत्रो छ यसको आँखै छैन ल। कस्तो परेवा जनावर भगवानले पनि मान्छेको हेरेथे दुईटा हात खुट्टा जोडेको जनावरको चाहिँ पशु फर्स्ट टाइम हो कि ल यसको आँखै छैन ल। कस्तो खाले कि आँखै बनाइसकेको छ त जिउमा भुत्ला पनि आएको छैन हैन। अब यो बाँच्ने काम छैन। अब यसको आँखै छैन। अब हेरौँ अब कति दिनसम्म यो हुर्किने हो कहिले बाँच्छ हैन। ल यसको पार्टनर चाहिँ ठुलो भइसक्यो हैन। अब यसको आँखा नभएर जान सानै हो होला हैन। आमाले पनि यसो नखुवाइरहेको छ आँखै नभएर। गाइस परेवा भोकै भएर यहाँ चामल हालेको हैन खाइरहेछ मस्त धेरै फुल चाहिँ अब छोरा यसलाई अब त्यो बनाइदिनु पर्छ हैन। यहाँ हेर्नु गाइस दुईटा बच्चा निकालेछ परेवाले हैन। यहाँ निकालेछ यसलाई खोपा बनाएर बसेछ तर यता परेवा बसेछ अँध्यारो चाहिँ देखेन हैन। यहाँ पनि अब खोपा बनाएछ। यहाँ छ परेवाले दुईटा बच्चा यहाँ छ परेवाको हैन। दुईटा बच्चा यहाँ छ परेवाको एउटा यहाँ छ हैन। एउटा परेवाको त आँखै छैन। ल कस्तो परेवा ल गाई छ नि त। ल यसको आँखै छैन ल। गाई बस्तु जस्तो थियो यसको पनि यो पनि परेवाको आँखै रहेछ। ल बिना आँखा भएको परेवा रहेछ गाई। यत्रो छ यसको आँखै छैन ल। कस्तो परेवा जनावर भगवानले पनि मान्छेको हेरेथे दुईटा हात खुट्टा जोडेको जनावरको चाहिँ पशु फर्स्ट टाइम हो कि ल यसको आँखै छैन ल। कस्तो खाले कि आँखै बनाइसकेको छ त जिउमा भुत्ला पनि आएको छैन हैन। अब यो बाँच्ने काम छैन। अब यसको आँखै छैन। अब हेरौँ अब कति दिनसम्म यो हुर्किने हो कहिले बाँच्छ हैन। ल यसको पार्टनर चाहिँ ठुलो भइसक्यो हैन। अब यसको आँखा नभएर जान सानै हो होला हैन। आमाले पनि यसो नखुवाइरहेको छ आँखै नभएर। दुईटा चाहिँ ठुलो भइसक्यो परेवाहरू। हजुरलाई पनि परेवा चाहिने सम्पर्क गर्नु ल हाम्रो यहाँ परेवा छ हैन। बसेछ परेवाहरू। अब खोट साफ गर्नुपर्ने खोट साह्रै फुल हुन्छ यसलाई पनि साफ गर्नुपर्छ। यहाँ चामल खाँदैछ तल जानु पऱ्यो।